साथीहरू, आज म तपाईहरुका लागि इरानमा नियन्त्रणमा परेका नेपाली नागरिक अमृत झाको उद्धार प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयको स्पष्ट उक्ति सम्बन्धमा भिडियो लिएर उपस्थित भएको छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र उहाँको बारेमा जानकारी लिनुहुनको लागि आग्रह गर्न चाहन्छु। साथीहरू, इरानमा नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झालाई स्वदेश फर्काउने काम अघि बढिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले नियमित जानकारी अद्यावधिक गर्दै उनको फिर्तीका लागि आवश्यक कूटनीतिक तथा कानूनी प्रक्रिया अगाडि बढिरहेको स्पष्ट पारेको हो। जुन 2083 वैशाख 25 गते जारी गरेको थियो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार झा हाल इरानी पक्षको नियन्त्रणमै रहेका छन् भने रिहाईसँग सम्बन्धित औपचारिक प्रक्रिया अझै पूरा हुन बाँकी रहेको छ। मन्त्रालयले नियमित जानकारी अद्यावधिक गर्दै उनको फिर्तीका लागि आवश्यक कूटनीतिक तथा कानूनी प्रक्रिया निरन्तर अघि बढाइरहेको स्पष्ट पारेको हो। इरानको हालको संवेदनशील परिस्थितिले आवश्यक कानूनी प्रक्रिया अगाडि बढाउन केही ढिला भएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ताले दिएको जानकारी अनुसार सम्बन्धित निकायसँग समन्वय गर्दै झाको अवस्था उद्धार प्रयासबारे नियमित सम्पर्कमा रहेको तथा परिवारलाई आवश्यक जानकारी दिइरहेको बताइएको छ। रिहाईका लागि कूटनीतिक पहल निरन्तर जारी रहेको उनले उल्लेख गरे। प्राप्त विवरण अनुसार झा दुबईमा आधारित एक समुद्री ढुवानी कम्पनीमा जहाज क्याप्टेनका रूपमा कार्यरत रहेका थिए। तेल बोकेको जहाज लिएर फर्किने क्रममा इरानको हर्मुज जलडम्बरू मध्ये नजिक बन्दर अब्बास बन्दरगाह क्षेत्रबाट उनलाई इरानी रिभोल्युसनरी गार्डले नियन्त्रणमा लिएको बताइएको छ। घटना इजरायल, अमेरिका र इरान बीच तनाव चुलिनु अघि भएको र सोही समयमा उनी इन्धन ढुवानीका लागि इरान पुगेको विवरण पनि प्राप्त भएको मन्त्रालयले जनाएको छ। यसरी उनको रिहाईको लागि उनका परिवारहरूले प्रार्थना गरी बसिरहेको खबर प्राप्त भएको छ। नेपालका यस्ता व्यक्तिहरू रसियामा पनि परिरहेको देखिएको छ भने इरान र अमेरिका बीचको भीषण युद्धका कारण यस्तो प्रकारको समस्या देखिएको छ। त्यसैले उनको रिहाईका लागि मन्त्रालयले हर सम्भव प्रयास गरिरहेको स्रोतको भनाइ छ। यसरी साथीहरू, विभिन्न श्रमिकहरू श्रम गर्नका लागि विदेशका विभिन्न गन्तव्य स्थानमा पुगिरहेका हुन्छन्। उनीहरूको अवस्था बारेमा पनि हामीले यस श्रम सञ्चार प्रणाली मार्फत स्थापना भएको यस च्यानल मार्फत पनि तपाईहरुलाई जानकारी गराउन गइरहेका छौं। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। यस्तै प्रकारका महत्त्वपूर्ण जानकारीको लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हामीले श्रमसँग सम्बन्धित विषयवस्तुहरूलाई पक्कै पनि अगाडि लिएर आउनेछौं। धन्यवाद।